एभ्रिवान, मेरो असल नाम चाहिँ सन्तुष्ट सन्तोष। आज चाहिँ हामी मल्टिपर्पज हलमा छौँ। मल्टिपर्पज हल मल्टिपर्पज रुममा हौ। हामीहरू चाहिँ युवाहरू आएर ग्यादरिङ हुने सबैभन्दा पहिलो भेट हुने रुम भनेको यही हो। हामी चाहिँ यहाँ थरी गतिविधि अथवा कार्यक्रमहरू आयोजना गरिरहेका हुन्छौँ र आज शनिबारको दिन हामीले यहाँ केही आफ्नो फ्युचर प्लान र युथ हबको बारेमा केही आफ्नो तर्कहरू राखेका थियौँ र त्यसलाई हामीले आज चित्र मार्फत देखाएका छौँ र साथै हामी यहाँ मुभी हेर्ने भिडियो हेर्ने जस्ता कार्यक्रमहरू गतिविधिहरू गरिरहेका हुन्छौँ र साथै हामीसँग यहाँ म्युजिकल इन्स्ट्रुमेन्टहरू पनि छ र हामीले यहाँ इन्डोर गेमहरू पनि खेल्न सक्छौँ। नमस्कार, मेरो असल नाम चाहिँ आकर्षित असुन्ता। यो चाहिँ हाम्रो कम्प्युटर ल्याब हो। हामीले चाहिँ यहाँ विभिन्न कुराहरूको खोज तलास गर्दछौँ अनि हामी चाहिँ अहिले शिक्षा क्षेत्रमा पढेर बसेका हौँ र हामीले चाहिँ कुनै काम सम्बन्धी पनि केही भ्याकेन्सीहरू छ कि भनेर कम्प्युटर ल्याबमा खोज्न आउने गर्दछौँ अनि हाम्रो फुर्सदको समयमा पनि हामी जहिले आएर यहाँ चाहिँ जब सम्बन्धी केही भ्याकेन्सीहरू हेर्दछौँ। यिनीहरू चाहिँ मेरो साथीहरू हुन्। उहाँहरूले पनि आफूले जब नपाएको भएकाले अहिले यहाँ जबसम्म केही जानकारी प्राप्त हुन्छ कि भनेर खोजी गर्दैछन्। धन्यवाद। नमस्ते, मेरो असल नाम अमूल्य अप्सरा। यो चाहिँ हाम्रो मिटिङ हल हो। यहाँ चाहिँ हामीले आगामी दिनहरूमा युवाहरूलाई के गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्छौँ होइन। नमस्ते, मेरो नाम चाहिँ मेरो असल नाम चाहिँ रघुनाथ पत्रिका। यो चाहिँ हाम्रो डाइनिङ एरिया हो अनि यहाँ चाहिँ हामीले त्यहाँ खाना पकाएर अनि त्यसपछि खाना ल्याएर हामी यहाँ खान्छौँ। त्यता पनि बस्ने ठाउँ छ अनि हामी यहाँ सबजना मिलेर खाना खान्छौँ, गफ गर्दै खान्छौँ। अनि हाम्रो यो चाहिँ आराम हामी आफूलाई गाह्रो पर्दा अथवा आफूलाई आराम चाहिँदा हेरेर चाहिँ हामी आराम गर्छौँ। यो चाहिँ हामी सबैले मिलेर बनाएको खाना हो। यो चाहिँ हाम्रो किचन भयो अनि हाम्रो किचनमा चाहिँ सबैजनाले एकअर्कालाई हेल्प गरेर खाना बनाइन्छ। हाम्रो किचनको यो डाइनिङ हल भयो। नुन चाहियो, नुन चाहियो, नुन